सुप्रीम कोर्टले 23 वर्ष पुरानो जग्गा विवादमा काउन्टर क्लेम खारिज गर्यो। मुद्दा फेरि ट्रायल कोर्टमा पठायो। 12 नोभेम्बर 2025 मा सर्वोच्च अदालतका जस्टिस के विनोद चन्द्रन र एनवी अन्जारियाको इजलासले संजय तिवारी वर्सेस युगल किशोर प्रसाद साहू एन्ड अदर्समा एक महत्त्वपूर्ण फैसला सुनायो। अदालतले तल्लो कोर्टको निर्णयहरू उल्टाई सीपीसी अन्तर्गत प्रोसिडर कडाइसँग पालन हुनुपर्छ भन्ने कुरा जोड दिए। यो विवाद 2 डिसेम्बर 2002 को मौखिक सम्झौताबाट सुरु भएको हो। मुद्दाकर्ता संजय तिवारीले 0.93 एकड जग्गा किन डिमान्ड ड्राफ्ट मार्फत भुक्तानी गरेको, जग्गाको कब्जा पाएको र वडाले घेरिएको दावी गरे। तर प्रतिवादी नम्बर 2 र 3 ले त्यही जग्गाको 50 डेसिमल भागमा आफ्नो छुट्टै 2002 को सम्झौता भएको भन्दै प्रतिवादी नम्बर 1 विरुद्ध काउन्टर क्लेम दायर गरे। ट्रायल कोर्ट र हाई कोर्ट दुवैले विवाद दोहोरिन नदिने भन्दै काउन्टर क्लेम मान्य गरे, तर सुप्रिम कोर्टले सख्तै अस्वीकार गर्यो। मुख्य नियमहरू सीपीसी अर्डर 8 रूल 6A अनुसार काउन्टर क्लेम मुद्दाकर्ता विरुद्ध मात्र दायर गर्न मिल्छ, को डिफेन्डेन्ट विरुद्ध होइन। प्रतिवादी 2 र 3 लाई केसमा सामेल गर्नु ठिक थियो, तर तिनीहरूले प्रतिवादी नम्बर 1 विरुद्ध काउन्टर क्लेम दिन पाउँदैन। काउन्टर क्लेम धेरै ढिलो दायर भएको अनि टाइम बार्ड भएको ठहरायो। दाबी टाइम बार्ड भएको नयाँ केस हाल्न पनि मिलेन भन्दै कोर्टले रोक्यो। अन्त्यमा उच्च न्यायालयले काउन्टर क्लेम खारिज गरेर पुरानो स्पेसिफिक पर्फर्मेन्सको मुद्दा फेरि ट्रायल कोर्टमा पठायो। 13 नोभेम्बर 2025 पोक्सोमा दोषी प्रमाणित, फैसला जारी, तर सजाय 7 वर्षबाट घटाएर 6 वर्ष। दिनेश कुमार जलधारी वर्सेस स्टेट अफ छत्तीसगढमा जस्टिस अरविन्द कुमार र एनवी अन्जारियाको इजलासले 4 वर्षीय बालिकामाथि यौन दुर्व्यवहारको दोष कायम राखे। आमाको बयान विश्वसनीय, स्पष्ट र सुसङ्गत पायो। बालिकाले कोर्टमा अक्युजलाई देखेर डराएको रियाक्सन पनि महत्त्वपूर्ण प्रमाण ठहरायो। कोर्टले आँखा देखेको गवाह आई विटनेसलाई मेडिकल भन्दा पनि उच्च मान्यता दिए। मेडिकल रिपोर्टमा बालिकाको निजी भागमा रातोपन देखिएको थियो। प्रतिवादीले पहिला नै 4 वर्ष 5 महिना जेल भोगिसकेको आधारमा सजाय 7 वर्षबाट 6 वर्षमा घटायो। 6000 रुपियाँको जरिवाना जस्ताका त्यस्तै राखिएको छ। यो फैसलाले पोक्सोमा कोर्टको कडाई र बालबालिकाको सुरक्षाप्रति गहिरो संवेदनशीलता देखाउँछ। नोभेम्बर 14, 2025 गोविन्द वर्सेस स्टेट अफ हरियाणा प्राइभेसी फन्डामेन्टल राइट हो, तर एब्सोल्युट होइन। गोविन्द वर्सेस स्टेट अफ हरियाणामा जस्टिस के म्याथ्यू र ए अलगिरी स्वामीको इजलासले प्राइभेसी सम्बन्धी ऐतिहासिक निर्णय दिए। पुलिसले गोविन्दलाई ह्याबिचुअल अफेन्डर भन्दै निगरानीमा लगातार राख्ने र घरमा आएर सोधपुछ बाहिर गयो कि भएन भनेर हेर्ने, हिस्ट्री सिट बनाउनु जस्ता कामहरू गर्न थाले। गोविन्दले यो कारबाहीलाई आर्टिकल 19 क्लज ए सब क्लज डी र आर्टिकल 21 को उल्लङ्घन भन्दै च्यालेन्ज गरे। सुप्रिम कोर्टले याचिका खारिज त गर्यो, तर एक महत्त्वपूर्ण कुरा भन्यो, प्राइभेसी आर्टिकल 21 अन्तर्गत एक मौलिक अधिकार हो, तर यो पुरै एब्सोल्युट अधिकार होइन। उच्च न्यायालयले भने अपराध नियन्त्रण र पब्लिक सिक्युरिटीका लागि सीमित निगरानी गर्न मिल्छ, तर निगरानी प्रोपोर्सनेट, आवश्यक र नन आर्बिट्रेरी हुनुपर्छ। रेगुलेसन्स 855 अनि 856 आफैमा अनुचित छैनन् भनी कोर्टले स्पष्ट गरे। यो फैसलाले भविष्यमा भारतको प्राइभेसी लको विकासको आधारशिला राखेको छ। यति नै हो आजको मुख्य सुप्रिम कोर्टका फैसलाहरू। भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सिनुहोला, कमेन्ट गर्नुहोला र च्यानल सब्स्क्राइब गर्नुहोला। अर्को हप्ता फेरि भेटौँला। ल टाइम्स, इन्डियन इन्स्टिट्युट अफ लिगल स्टडिज। धन्यवाद।